छैन, केही पनि गइरहेको छैन के। त्यही पनि के गर्ने, गर्नु त पऱ्यो यार। समय टाइम नै हुँदैन कि, समय पुग्थ्यो के भने समयको धेरै लास्टै अभाव भइरहेको छ कि समयको। समय मिलाउने गाह्रो छ होइन। समयको महत्त्व अहिले आएर थाहा होला। पहिला लाग्थ्यो कि पहिला के गर्ने बाल पनि हुनु भन्ने जस्तो लाग्थ्यो कि होइन। अहिले समयको महत्त्व धेरै लाग्छ कि अहिले त। मान्छेको 2 मिनट पनि, मान्छेको 5 मिनट पनि होइन। कहाँबाट आउला, कसरी होला, कसरी गर्ने होइन, के कुरा जोड्ने भन्ने लाग्छ कि होइन। त्यसैले अब पहिला कुरा के थाहा, बचपनमा चाहिँ हामीले के कुरा देख्यौँ, के कुरा सपनाहरू देखेको हुन्छ होइन। तर पछि आएर चाहिँ होइन लाग्छ क्या, सायद यार योभन्दा बचपनै ठिक थियो कि। अहिले चाहिँ जिम्मेवार थपिन्छ, सब कुराहरूदेखि विभिन्न कुराहरूको बोध हुन्छ। सब कुरा बचपनदेखि नै यस्तै सङ्घर्षको जीवन हो। अब यस्तो हुन्छ कि सङ्घर्ष गरेपछि पछि पनि राम्रै हुन्छ कि। सङ्घर्ष गरेपछि भविष्य पनि एकदम सफल हुन्छ क्या। हो त्यसैले हो नि त। अब के भन्ने, उतिखेर पनि हामी लगभग कति 2 सालसँगै भयो हामी होइन। 11-12मा हामीले के गर्यौँ, 11मा हामीले खासै केही पढ्थेनौँ क्या। केही हामीलाई के मतलब हुन्थ्यो पढाइको बारेमा, हाम्रो के हुन्छ लागि हुन्थ्यो। लगभग के अरे म पनि 11मा ढिला भर्ना भएको क्या। अनि त्यस्तो केही मतलब लाग्थेन कि 11मा पढाइ भन्ने कुरा के होइन, यताउति मजाले पढिन्छ। भोलि पढ्ला एउटा फिक्स याद छ है, भोलि पढ्ला भयो। 11मा पनि पढ्न त पढेको हो, तर होइन नपढेर त पास त कहाँ भइन्छ यार होइन। पढ्न त पढेको हो, तर त्यति धेरै खासै त्यति धेरै पढेन क्या। अनि 12मा आएर अहिले त 12मा लास्टै पढाएको थियो नि त। ट्युसन जान्थ्यो यार, बिहान हाम्रो ट्युसन हुन्थ्यो, फेरि दिउँसो स्कुल हुन्थ्यो हो कि नै। त्यसपछि आएर बल्ल तल्ल एकछिन त्यसरी मैले भन्नु खोजेँ कि यस्तै हो कि। त्यही भएर चाहिँ हामीले पढ्नुपर्छ, समय पढ्नुपर्छ होइन। अलिकति मिहिनेत चाहिँ चाहिन्छ, मिहिनेत नगर्दा केही पनि कुरा सम्भव होइन होइन। अब लाग्छ कि हामी जति हार्छौँ नि होइन, हार भन्ने त हाम्रो जित हो कि। हाम्रो हार भन्ने जित हो कि। जति हार्यो नि त्यति हामीले, हाम्रो हारको कारण के हो त, हो त्यो गल्तीबाट सिक्ने कुरा हो कि। गल्ती हामीले गल्ती गरेर, त्यसैले जीवनमा सङ्घर्ष गर्नुपर्छ होइन। सङ्घर्ष नगरेर केही पनि कुरा सम्भव पनि छैन, न कुनै सम्भव छ यार होइन। अब फेल भयो भन्दामा होइन, फेल भयो भन्दा चाहिँ हामीले त्यसलाई छोड्ने, यति म त यस्तो भइसक्यो उस्तो भइसक्यो भन्ने कुरालाई चाहिँ हामीले ध्यान दिनु हुँदैन क्या। हामीले जे हो होइन, जीवनमा एउटा मान्छे गोल हुन्छ क्या, त्यो गोलको पछाडि भाग्ने हो क्या। यो जमानामा लागेर त्यस्तो कुराहरू छोडेर त्यस्तो कुराहरूलाई अहिले ध्यान दिने, यस्तो गर्ने चाहिँ गर्नु हुँदैन होइन। त्यही हो मैले खास भन्नु पऱ्यो। मैले खास भन्न खोजेको कुरा के हो भन्दाखेरि चाहिँ होइन, हामीले चाहिँ हार मान्नु हुँदैन होइन। जति कुरै जतिसुकै बाधा आयो भने, जे कुरा आयो भने तिनीहरूलाई हामीले पन्छाउनु पर्छ होइन। त मात्र हामीले अगाडि बढिन्छ भन्ने मेरो मान्यता हो कि यो चाहिँ होइन। हार खायो भन्दैमा तिनी कुरालाई छोडेर अझ अर्को कुरालाई रोज्ने, फेरि त्यो कुरा छोडेर अरू कुरा रोज्ने गर्दै भयो त जिन्दगी त त्यसै जाने हो त यार होइन। त्यसैले हारको सामना गर्नु सक्नु पऱ्यो कि, तब चाहिँ हामीले अलिकति केही कुराहरू सिकिन्छ, तब चाहिँ हामीले अगाडि बढिन्छ भन्ने कुरो मान्ने। त्यस्तो मान्छेले सपना सबले देख्छ होइन। अब तर त्यो सपनालाई कसरी पुरा गर्ने कि, सपना त हामी जो पनि देख्छौँ, हाम्रो सोचले के भन्छ, हजारौँ सपना हुन्छ, हजारौँ सोच हुन्छ, त्यसलाई कसरी हामीले पुरा गर्ने क्या, त्यो खास मान्यता हो क्या। सोच त्यो सपना देखेर मात्रै हुन्न क्या। सपना भनेको एउटा खालि त्यो एउटा निधाएको देख्ने कुरा हो कि। त्यो एउटा मान्छेको म यस्तो गर्छु, त्यो गर्न हामीले कस्तो कुरा गर्नुपर्छ कि, त्यो मान्छे कस्तो अवस्थामा पनि यहाँ गएछ होइन। हामी त अब यार हेरेर कुन ठाउँमा छ होइन। त्यसैले हामीले चाहिँ हार मान्नु हुँदैन कि। यदि सपना देखेपछि रात दिन लागेर पनि त्यसलाई हामीले पुरा गर्नु पऱ्यो कि। तब चाहिँ हामी एउटा असली मान्छे हो, तब चाहिँ हामी एउटा अलिकति मर जस्तो ठानिन्छ क्या। अब त्यो सपना देख्ने सोच चाहिँ ठुल्ठुलो राख्ने होइन, तर काम चाहिँ केही पनि छैन, आफ्नो मिहिनेत छैन, लगनशीलता छैन भने त्यो चाहिँ त्यो मान्छे कहिले पनि कामयाब हुँदैन कि। त्यसैले चाहिँ हामीले मिहिनेत गर्नुपर्छ। जीवन नै सङ्घर्ष हो, सङ्घर्ष गरेर नै अगाडि बढिन्छ। त्यसैले सङ्घर्ष गर्नुपर्छ भन्ने मेरो मान्यता हो। त्यसैले जे बाधाहरू सपना देखिन्छ त्यसैले म भन्छु होइन, हार नमान्नुहोस् होइन, लागिराख्नुहोस् भन्न चाहन्छु होइन।
यदि जीवनमा सङ्घर्ष छैन भनेपछि यदि दुःख छैन भने त्यो जीवन नै होइन क्या जीवनको चाहिँ थाहा हुन्छ जीवन हो भनेर त्यति कुरालाई हामीले चाहिँ बुझ्नु पऱ्यो यदि जीवनमा दुःख छैन यदि त्यो जीवन चाहिँ ऐस हो भनेपछि चाहिँ त्यो त बेकार त्यो जिन्दगी बेकार मलाई यस्तो मनै पर्छ जीवनमा सङ्घर्ष हुनु पऱ्यो दुःख हुनु पऱ्यो तब हामी जीवनमा चाहिँ काँडा हुन्छ तिनी काँडालाई पन्छ्याएर गर्नुपर्छ हामीले त्यसैमा लाग्छ होइन सङ्घर्ष बिना सफलता सम्भव छैन क्या सङ्घर्ष बिना चाहिँ सफलता सम्भव छैन क्या तपाईँ जति बढी सोच्नुहुन्छ नि हो त्योभन्दा बढी तपाईँ गर्न सक्नुहुन्छ कि तपाईँ त्यो हिम्मत हुन्छ कि सोचेभन्दा गर्न सकिन्छ कि त्यसैले म भन्छु होइन आफ्नो सपना गर्नको लागि उठ्नुहोस् के जाग्नुहोस् आँखा खोलेर लाग काममा लाग आफ्नो सपना कसरी पुरा गर्ने त्यो बारेमा सोच अरू कुरा फाल्तु कुरामा ध्यान दिएर हुँदैन क्या त्यसैले आफ्नो सपना पुरा गर्न आँखा खोलेर लाग्यो कि त्यसरी चाहिँ अनि चाहिँ सम्भव हुन्छ क्या आफ्नो फ्यामिलीलाई हेरेर एकचोटि आफ्नो आमालाई हेरेर बुबालाई हेरेर अनि मात्र लाग्यो क्या त्यसैले आजको परिश्रम भोलिको सफलता हो क्या त्यसैले मेरो भ्लगमा चाहिँ होइन अब हेऱ्यो त्यो चाहिँ यो त भर्खर सुरुवात हो कि भर्खर सुरुवात हो अझ यस्तै भ्लग नयाँ भ्लगहरू आइरहेको छ होइन त्यसैले चाहिँ लाइक गरिदिनु होला सब्सक्राइब कमेन्ट चाहिँ गर्न नबोल्नु होला भन्न चाहन्छु एनबी भ्लग हो सबैले माया राखिदिनु होला अझ यस्ता भ्लग विभिन्न किसिमको भ्लगहरू अझ आउने छ होइन नेक्स्ट चाहिँ मेरो यसले भन्दैन पछि भन्नुला कहानी लामो छ